हाल भइरहेको नेपाल सुपर लिगमा चाहिँ कुनै पनि क्लबहरूले सुरुमा अनसोल्ड गर्न नचाहेको दीप कार्की अहिले आफ्नो खेल कौशलताको कारणले सबै दर्शकहरूको मनमुटुमा बस्न सफल भएको छ। विदेशी गोलकिपर र खेलाडीहरूले छपक्कै भरिएको यहाँ नेसनलमा बुटुल लुम्बिनीले भने आफ्नो गोलकिपर विदेशी नपाइसकेपछि दीप कार्कीलाई सेकेन्ड अप्सनको रूपमा युज गरेको थियो। बुटुल लुम्बिनी अरू क्लबहरू भन्दा एकदमै कमजोर क्लब हो भने पनि केही फरक पर्दैन। त्यस्तो अवस्थामा पनि विपक्षीले गरेको त्यो प्रत्येक प्रहारहरूलाई असफल पार्दै हिरो बन्न सफल बुटुल लुम्बिनीले जोगाउन सफल भने दीप कार्की पक्कै पनि भएको। सुरुमा अनसोल्ड गर्नका लागि हिचकिचाइरहेको बुटुल लुम्बिनीको लागि अहिले दीप कार्की नै सबैभन्दा ठुलो मेरुदण्ड बनेर खडा भएको छ भने पनि केही फरक पर्दैन। विपक्षले गरेको प्रत्येक प्रहारहरूलाई असफल पार्दै आफ्नो टिमको लागि चाहिँ 100मा 100% दिएर खेलिरहेको छ। यदि साँच्चीकै नेपाली फुटबललाई विकास गर्न चाहने नेतृत्वको बाटोमा लान चाहने हो भने नेपाली फुटबल क्लबहरूले चाहिँ नेपाली खेलाडीहरूलाई चान्स दिनुपर्छ। दीप कार्की त केवल एक उदाहरण मात्र हो। यस्ता हजारौं खेलाडीहरू छन् जसले चाहिँ नेपालमै भएको सबैभन्दा ठुलो इभेन्ट पनि खेल्न पाइरहेको छैन। बल्ल बल्ल सेलेक्ट भएको खेलाडीहरू पनि बेन्चमा बसेर हेरिराख्नु परेको छ।